पहिलो गए अब यस्तो दुःख गर्नु पर्छ दुःख यस्तो त केही पनि गर्न पर्दैन त्यो थाहा छैन हुन्छ केही गर्नु यहाँ गर्नु पर्छ वहाँ केही गर्नु पर्दैन वहाँ त राजुले टक्क सब गराइदिए हुन्छन् के अरे गराइदिन्छ ठिक्क यहीँ लाउनु थियो आएर ठिक्क यहीमा लागेन त यार अर्जुन की बुढ़ी के समा देखे ना नानी एक पाउ मासु ल्याउनु माखेर अङ्कलले यतै तल खाना मासु ल्याएर आउनु कति गर्छ किन ल्याउने के अङ्कलले एक पाउ ल्याउनु लाग्नु पर्छ खानु पर्यो त कति गर्छ सिमन नबोलाउनु भात दिएर बनाउनु होला फेरि अनि आधा किलो थियो त्यसो भए त हामी सबलाई पुगिहाल्छ ए म कुदेर खान्छु खसी खानु मलाई ठिक लाग्दैन अन्त फेरि पुग्दैन अनि एक एक पिस पनि पुग्दैन एक पाउ मासु के कति खाने हो पानी आला एक पाउ भइहाल्यो नि एक एक पिस मामाको हिजोको भिडियो हेर्नु यो ठिक छैन यो दुईटा साइड साइडका भए सिधै पच्काइदिने कि तल के त्यहाँ हजुर दाना साथ जहिले नि बल यता आउँछ थाहा पाउनु नै थराको हिजो पनि हजुर टक्क पुग्नु टक्क बोले त आज नि टक्क पुग्नु टक्क भन्ने नि हजुर मामा हतार ल्याउनु कमल भाइको दिमागै देखिन्न किन शरीरै रातो भइसक्यो भिडियो बनाउन कहाँ छ लाइन लाइन त मेटिसक्यो भर्खर भनेर
त्यतिले